भर्खरै छुटेको छु। एउटा कुनै कार्यक्रम हामी सोचिरहेका छौँ जसका माध्यमबाट सबैलाई धन्यवाद दिन सक्छौँ। दर्शक महानुभावहरू नमस्कार। लाइभ नेपाली न्युजको न्युज बुलेटिनमा तपाईँहरूलाई फेरि पनि हार्दिक स्वागत छ। देशभरका विभिन्न महत्त्वपूर्ण समाचार अपडेट लिएर फेरि पनि उपस्थित भएका छौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, तपाईँको मनमा लागेका प्रतिक्रिया छोड्न नभुल्नुहोला। समाचार सबै अत्यन्तै महत्त्वपूर्ण छन्। दर्शक महानुभाव समय अवधिभर हामीसँगै रहनुहोला। अन्तरिम सरकारले कस्ता कस्ता कदम चाल्दैछ? काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई निकोलस भुसालले गरे तथानाम गाली। यसबारेमा जानकारी। नेकपा एमालेका नेता महेश बस्नेत पक्राउको तयारीमा, यसबारेमा पनि विशेष अपडेट आजको समाचारमा। आरजु राणाका बा आमाको घरमा पनि छापा। देउबादेखि प्रचण्ड ओलीसम्मलाई लाग्दैछ हतकडी। नेपाली काङ्ग्रेसभित्र पुस्तान्तरणको बहस कसले सम्हाल्ला अब नेतृत्व? यसबारेमा विशेष अपडेट। राजसभाभित्र खैलाबिला रवि लामिछानेबारे महत्त्वपूर्ण अपडेट आजको समाचारमा। दर्शकबिन आउनुहोस् आजको पहिलो तथा विशेष खबरतर्फ लागौँ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाले बडा दशैंका अवसरमा शुभकामना पत्र बाहेक उपहार नलिने पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टी प्रवक्ता मनिष शाहले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन्। त्यस्तै विज्ञप्तिबाटै पार्टीका निवर्तमान सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचय पत्रसँगै संसद सचिवालयमा बुझाउन निर्देशन दिएको छ। त्यस्तै जेएनजीको अगुवाईमा भएको आन्दोलनका क्रममा 75 जनाको मृत्यु भएकाले राष्ट्रिय शोकको अवस्था रहेको बताउँदै यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै पनि किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगराउन सबै तह पार्टी पङ्क्तिमा राजसभाले आग्रह गरेको छ। त्यसैगरी आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौँ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेलाई भेट्न व्यापक प्रचार प्रसार गरेर नक्खु कारागार गएका अभियन्ता निकोलस भुसाल निराश भएर फर्केका छन्। रवि लामिछानेलाई भेट्ने अनुमति नपाएपछि उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति आक्रोश पोखेका छन्। अघिल्लो सरकारले बढी अत्याचार, अहिलेको सरकारले रविमाथि गरेको आरोप भुसालले लगाएका छन्। उनले भने, मैले भैरवामा पनि उहाँलाई भेटेँ, पोखरामा पनि भेटेँ, तर यहाँ भेट्न पाइनँ। पार्टीका सिनियर नेता र परिवारका सदस्यले पनि पाएका रहन्छन्। दशैंमा पनि परिवारको एकजनाले मात्र भेट्न दिने रे। अघिल्लो सरकारले भन्दा अहिले दमन अहिलेको सरकारले गरिरहेको छ। उनले यसको आरोप मेयर बालेन्द्र शाहमाथि खन्याएका छन्। रवि लामिछाने बाहिर निस्किएमा आफू पछि पर्छु भन्ने डर बालेन्द्रमा रहेको भुसालको दाबी छ। यो सरकारको मुख्य पात्र बालेन्द्र हो। रवि हर्कन, निकोलस, दुर्गा बाहिर आयो भने म कम हुन्छु भन्ने डर बालेन्द्रलाई रहेको रहेछ। म बाहेक कोही पनि छैन, यिनीहरू सबैलाई पन्छाउँछु भन्ने सोचेको छ। अमेरिकी दूतावास र इन्डियन दूतावासले लुसिफरलाई प्रयोग गरिराखेका छन्। रविसँग आगामी योजनाबारे सल्लाह गर्न आएको तर भेट्न नपाएको निकोलस भुसालको दुखेसो रहेको छ। त्यसैगरी उता भने नेकपा एमालेका नेता महेश बस्नेतमाथि अनुसन्धान गर्न साइबर ब्युरोलाई पत्रचार गरिएको छ। नेकपा एमालेका नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा अनुसन्धान अगाडि बढाउन सरकारी वकिलको कार्यालयले प्रहरीलाई पत्रचार गरेको हो। काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्रचार गर्दै नेता बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा थप अनुसन्धान अगाडि बढाउन भनेको छ। काठमाडौँका जिल्ला न्यायाधीश वक्ता उदय चन्द अधिकारीले साइबर ब्युरोलाई पत्र लेखेका हुन्। गत असोज 5 गते जिल्ला न्यायाधीश वक्ता अधिकारीले साइबर ब्युरोलाई लेखेको पत्र हालै सार्वजनिक भएको हो। पत्रमा शोभा पाठक भनिने जानुका पाठकले दिएको जाहेरीको आधारमा महेश बस्नेतमाथि अनुसन्धान अगाडि बढाउन प्रहरीलाई भनेको छ। पत्रमा प्रतिवादी महेश बस्नेतले आफ्नो फेसबुक वालमा नेपालको राजनीति एउटा भालु पछिल्लो अवस्थामा जहाँ पनि छरपष्ट बौलाउँदै हिँडिरहेको छ भन्दै अमूर्त ढङ्गले अमर्यादित भालु शब्द विद्युतीय साधनको प्रयोग गरी गाली बेइज्जती गरेको देखिँदा उक्त शब्द कसलाई कुन प्रयोजनका लागि पोस्ट गरेको हो प्रतिवादीबाट कागज गराई खुलाउन भनिएको छ, जसले गर्दा नेकपा एमालेका नेता महेश बस्नेतलाई निकै ठूलो समस्या आइपर्ने देखिएको छ। साथै त भने चर्को आलोचनापछि नेकपा एमालेका पोलिटिक ब्युरो सदस्य सूर्य थापाले आफ्नो फेसबुक स्ट्याटसबाट काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको जाति जनाउने शब्द हटाएका छन्। जेएनजी आन्दोलनमा भएको तोडफोड र आगजनीबारे छानबिन गर्न जाँचबुझ आयोग बनिसकेकाले यसको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी त्यसमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही नगर्ने भनेर गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिको आलोचना गर्ने क्रममा थापाले मेयर बालेन्द्र शाह विरुद्ध आक्रोश पोख्दै आफ्नो स्ट्याटस
स्ट्याटसमा उनको थर पनि उल्लेख गरेका थिए। तर सामाजिक सञ्जालमा मधेसी समुदायप्रति नस्लिल मानसिकताले ग्रस्त भनेर व्यापक आलोचना भएपछि उनले बालिनको थर जनिने शब्द हटाएर स्ट्याटस सच्याएका हुन्। तर आलोचकहरूले उनले लेखेको पहिलो स्ट्याटसको स्क्रिनशट सुरक्षित राखेका छन्। यस विषयमा बालिन स्वयंले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया जनाएका छैनन्। काठमाडौँ महानगरपालिकाका मेयर बालिन शाहलाई यतिखेर नेकपा एमाले तारो बनाएको छ, जसले गर्दा पनि आगामी दिनमा बालिन शाहलाई निकै ठुलो समस्या आउन सक्ने देखिएको छ। त्यसैगरी आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौं। जेएनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिनका लागि गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखकसँग 10 पछि बयान लिने भएको छ। पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगले आइतबार दुवै नेतासहित पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख होतराज थापा र तत्कालीन काठमाडौँ प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोका गर्दै विदेश यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। आयोगले उनीहरूलाई काठमाडौँ उपत्यका बाहिर जानु परेमा समेत अनुमति लिनुपर्ने निर्देशन समेत जारी गरेको छ। भदौ 23 र 24 गतिको जेएनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिनका क्रममा उनीहरूलाई समेत जिम्मेवार ठहर गर्दै बयान लिने तयारी भएको आयोगले जनाएको छ। आयोगका अनुसार अनुसन्धानको आवश्यकता अनुसार जुनसुकै बेला बोलाउन सकिने भएकाले विदेश यात्रा रोका र राहदानी बाहिर जान अनुमति लिनुपर्ने अनिवार्य रूपमा गरिएको छ, जसले गर्दा थप नेताहरूलाई देश छाडेर जान पनि समस्या हुने भएको छ भने देशभित्रका जिल्लाहरूमा जान पनि उनीहरूलाई निकै ठुलो तनाव सिर्जना हुने भएको छ, जसले गर्दा अब अगाडि कसरी बढ्छन् र फागुन 21 को निर्वाचन कसरी अगाडि जान्छ, यी नेताहरू कसरी जनतामाझ जान्छन् भन्ने चासोको विषय समेत बनाएको छ। त्यसगरी यता भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले तत्कालीन परराष्ट्र मन्त्री डा आर्जु राणाको बा आमा बस्ने घरमा पनि छापा मारेको छ। सिआइबीको टोलीले आर्जु राणाका बा आमा बस्ने ललितपुरको जावराखेल स्थित घरमा छापा हानेको सिआइबी स्रोतले जनाएको छ। आर्जु राणाको बा आमा बस्ने घरमा छापा हानेको सिआइबीको टोलीले केही कागजात नियन्त्रणमा लिएको स्रोतले बताएको छ, तर कागजात के सम्बन्धी हुन् भन्ने खुलाइएको छैन। यसअघि सिआइबीले आर्जु राणाका भाइ भूषणको घरमा पनि छापा हानेको थियो। लगतै उनको बा आमा बस्ने घरमा पनि सिआइबीले छापा हानेको हो। अर्बको धन सम्पत्ति लुकाएको आशंकापछि घरमा छापा हानेको स्रोतले बताएको छ, जसले गर्दा आर्जु राणा लगायतका नेताहरूमाथि अब थप समस्या आइपर्ने देखिएको छ। दर्शकमार्फत त्यसरी नेपालको राजनीतिक यात्रा सदैव सङ्घर्ष, आन्दोलन र परिवर्तनको कथा हो। विगत 3 दशकमा देशले प्रजातन्त्र, गणतन्त्र र सङ्घीय संरचना जस्ता ठूला राजनीतिक मोडहरू देखिसकेको छ, तर हरेक परिवर्तनको मूल्यतिरे पनि जनताको जीवन स्तरमा पर्याप्त सुधार देखिएको छैन। रगत बलिदान र सङ्घर्षको माध्यमबाट प्राप्त अधिकार पाएर पनि बेरोजगारी, भ्रष्टाचार, असमानता र अवसरको अभाव अझै निरन्तर समस्या बनेका छन्। यही असन्तोषको परिणामस्वरूप आजको युवा पुस्ता जेएनजी सडकमा उत्रिएको छ, जसले पुराना दल र नेताहरूको असफलतामा प्रश्न उठाएका छन्। उनीहरूको प्रश्न केवल नेतृत्व माथि मात्र होइन, समग्र राजनीतिक संस्कार र प्रणालीमाथि पनि केन्द्रित देखिएको छ। आजका जेएनजी पुस्ताले देखेका पुराना नेताहरू अझै सत्ताको भागबण्डा, व्यक्तिगत स्वार्थ र आफ्नो सत्ता टिकाउने चिन्तामा व्यस्त छन्। जनताको आवश्यकता र भविष्यको चिन्ता उनीहरूको प्राथमिकतामा कहिले परेन। जेएनजी आन्दोलनले यही असन्तोषको स्पष्ट अभिव्यक्ति प्रस्तुत गरेको छ। उनीहरूको नारा अब पुराना नेताको कब्जामा देश राख्न मिल्दैन, भ्रष्टाचार सधैँ अन्त्य हुनुपर्छ, यो केवल विरोधको शब्द नभई खुल्ला चेतावनी हो। यो नयाँ पुस्ता प्रविधिमा सक्षम, अन्तर्राष्ट्रिय ज्ञानमा सुसज्जित, विश्वसँग तुलना गर्न सक्ने र आफ्नै देशका अवसरबारे सचेत छ। उनीहरूलाई थाहा छ नेपालमा स्रोत र सम्भावनाको कमी छैन, तर नेतृत्व असक्षम र भ्रष्टाचारी भएकै कारण देश पछाडि परिराखेको छ। आन्दोलनपछि देशको अवस्था केही शान्त देखिए पनि राजनीतिक, मानसिक र सामाजिक दृष्टिले असुरक्षित छ। दलहरू आफ्नो अस्तित्व जोगाउने रणनीतिमा व्यस्त छन्, तर जनताको भविष्यको चिन्ता खासै कसैलाई देखिएको छैन। आन्दोलनले देखाएको असर जनतालाई पुराना दल र नेतामाथि गरेको विश्वास समाप्त भएको हो। शान्ति स्थायी भए पनि यसको प्रभाव अझै देशमा गहिरो पर्ने देखिरहेछ। पुराना नेताहरूले सुधारका उपाय नअँगाल्ने हो भने आन्दोलनको ऊर्जा फेरि ठूलो विस्फोटमा परिणत हुन सक्छ। नेपाल अहिले सुधार
सुधार र पतनको दोबाटोमा उभिएको छ। पुराना नेताहरूले अहंकार छोडेर युवालाई स्थान दिनुपर्छ। उनीहरूले सत्तामा टिक्न मात्रै सोच्ने हो भने उनीहरूको राजनीतिक जीवन सकिन्छ। यही परिस्थितिमा हालै गठन भएको अन्तरिम सरकारलाई पनि सबैले स्वीकार गरेका छन्। वर्तमान दलहरूले नियन्त्रणमा चुनाव निष्पक्ष रूपमा गराउन सकिँदैन। त्यसले पनि ठूलो गठित अन्तरिम सरकारको मुख्य जिम्मेवारी आगामी चुनावसम्म सम्पन्न गराउन बाध्यकारी देखिएको छ।